Team Canberra, we have Indrakala Rai. Okay, thank you all. Indrakala, एउटा क्वेशन सोधौँ म? सोधौँ है त? ओके. सही आन्सर दिनुपर्छ. हुन्छ. किन बढ्दैछ त ढुकढुकी मुटुको? किन बढ्दैछ भने भोइस अफ नेपालको विनर हुनुहुन्छ, त्यही भएर भोटिङको एकदमै ढुकढुक बढाइछ. एकदमै सही आन्सर दिएको छ. कोच उदय, आज भनी उठेर नाच्नु भयो. कस्तो थियो त इन्द्रकलाको यो प्रस्तुति? मिठो एकदम. सधैँ चाहिँ मिठो गाउनु भयो. शुभकामना छ. त्यसरी नै उत्तरोत्तर प्रगति होस्, तपाईँको अगाडि बढ्नुहोस्, अझै अगाडि बढ्नुहोस्, धेरै माथि जानुहोस्, दर्शक श्रोताहरूको मन जित्नुहोस्, यही शुभकामना छ है. थ्याङ्क यू सो मच. कोच के अब चाहिँ त्यस्तो कमेन्ट गर्न पर्छ जस्तो लाग्दैन मलाई. सबै ट्यालेन्ट होला, किनकि बिगार्दै सपार्दै यो ठाउँ सबैले आफ्नो ठाउँ पाइसक्नु भएको छ. त्यो हिसाबले पनि आजको प्रस्तुतिको हकमा चाहिँ उनीहरूले असाध्यै मिठो गाउनुभयो. ढुकढुकी उहाँले कस्तो गाउनु छ भनेर हाम्रो मात्र नभएर दर्शक दुर्गाको पनि चाहिँ एकदमै ढुकढुकी बढ्ने गर्छ र उहाँको त्यो गायकीले त्यो ढुकढुकीलाई शान्त गराइदिन्छ. हो कि न अडियन्स? त्यो हिसाबले आज पनि मिठो गाउनुभयो र अझै इन्द्रकलाको ढुकढुकी यदि शान्त बनाउन चाहनुहुन्छ भने
दर्शक दुर्गाले उसलाई धेरैभन्दा धेरै भोट पक्कै पनि गरिदिनु हुनेछ भन्ने अपेक्षा राखेको छु। थ्याङ्क यू सर, थ्याङ्क यू। प्रत्येक टिमका दुई ट्यालेन्ट टप 8 मा हुनुहुन्छ र यसै गरी टिम खेमबाट अझै पनि तपाईँ भोटिङमा नै हुनुहुन्छ। भोटिङ लाइन हाम्रो अझै पनि खुल्ला छ। दर्शकहरूसँग भोटको लागि अपिल गर्न सक्नुहुन्छ। इन्द्रकला। सेवा नमस्कार, म इन्द्रकला राई। यदि मैले गाएको गीतहरूले हजुरको मन छोएको छ भने हजुरको भोट नै मेरो लागि सङ्गीत हुनेछ। थ्याङ्क यू। वाह वाह वाह, मेरो स्क्रिप्टवाला लाइन आज इन्द्रकलाले नै भनिरहेको छ। इन्द्रकलालाई अगाडि बढेको हेर्न चाहनुहुन्छ भने खल्ती एप र यसै गरी खल्ती.com मार्फत जति सक्नुहुन्छ भोट गर्न सक्नुहुनेछ। विश यू अल द बेस्ट इन्द्र एन्ड सी यू इन अ व्हाइल। अब रिजल्टको थ्याङ्क यू टाइममा सर, थ्याङ्क यू सो मच। लाइभ शोको डे 5 मा हामी हाम्रा टप 8 ट्यालेन्टको साथमा छौं। कोचहरूको निर्णय लिने अधिकार अब दर्शकहरूको हातमा गइसकेको छ। कुन ट्यालेन्टलाई अगाडि बढाउने यहाँहरूको भोटले निर्णय लिनेछ। आज कुन एक ट्यालेन्टले यो मन छोड्दै हुनुहुन्छ। सो त्यही भएर आफ्नो फेभरेट ट्यालेन्टलाई जति सक्नुहुन्छ खल्ती एप र यसै गरी खल्ती